हेलो वेलकम माई न्यू ब्लग है। हामी चाहिँ यहाँ कोरीको ट्रेकिङको लागि आएको मेरो साथी है, मेरो छोरो पनि है। हामी चाहिँ पोखरादेखि लगभग 1 घन्टाको यात्रापछि चाहिँ सिप्ली गाउँमा आइपुगेको छौँ है। देख्न सक्नुहुन्छ यो चाहिँ गुरुङ गाउँ रहेछ। अनि यो गाउँको लागि पनि एउटा के भन्छ अरे गुरुङ एउटा सिङ्गल सङ निकालेको छ अरे है। हामी भर्खरै यहाँ बसेर अनि टक्क चिया कफी लिए। अब चाहिँ यहाँबाट अझै 1 घन्टा लाग्छ भने चाहिँ यहाँबाट चाहिँ अफ रोडिङ बाटो रे। हामी आएको गाडी चाहिँ यही गाडी हो। माथितिर हेर्न सक्नुहुन्छ डेन्जर भ्यू छ क्या। ल एउटा हो टक्क भएर होइन। फेरि अर्को भ्लगमा फेरि भेटौँला है त। हामी चाहिँ सिग्लेसबाट फेरि कोरीको ट्र्याकको लागि निस्किएको छ है। भरे ब्रेकफास्ट गरेर टक्क अब हिँडेको अझ दिनभरिको हिँडै हुन्छ होला। थाकिरहेको छ दाइ चप्पल। अनि हाम्रो दाइले हाम्रो लागि बिचरा कहाँबाट चप्पल खोजेर ल्याइदिनु भएको छ। हेर्नु त चप्पल है। ल चप्पल लगाएर हामी चाहिँ कोरीको यात्रा मेन भनेको यहाँ जुग आउँछ भनेर क्या दाइ। हामी फाइनली चप्पल लिए दाइसँग है गाइस। टक्क मेरो मिनी ब्लग सब्सक्राइब गर्नु होला सम्पूर्णले। अब हामी चट्ट लाएर अब ब्लग हान्दै कोरीको यात्रा टक्क निस्किँदैछु। ल फेरि भेटौँ। हेलो गाइस, फेरि मेरो मिनी ब्लगमा फेरि एउटा ब्लग हान्न मन लाग्यो। यो बाटो देखेर होइन, ऊ चाहिँ रोशन हो। के भन्छ अरे यो उकालो लास्टै गाह्रो रहेछ। यो पावर हाउसदेखि माथि सिक्लेसबाट लगभग 40 मिनटमा चाहिँ हामी पावर हाउस आइपुग्छ। अनि माथिबाट जति स्पिडमा आउँछ नि हाम्रो स्पिड एकदम लो भइदिन्छ क्या जब पावर हाउसदेखि यो उकालो चढ्दाखेरि। र एकदम बाटो चाहिँ ठाडै भयो भने जोस् ट्र्याकको लागि बाटो खोलेको रहेछ है। स्वर्ग जस्तो ठाउँ हो नि त कोरी, त्यसै पुगेदैन पाडा केटा हो। हिँड्दैछ यी नपत्याएर दाइको पसिना। ल हेर है। ल फेरि अर्को नेक्स्ट भ्लगमा भेटौँला है त गाइज। हेलो गाइज, गुड इभिनिङ। हामी चाहिँ अहिले यो टासोभन्दा माथि उकालोमा अब के भन्छ अरे यो चिग भन्ने ठाउँतिरको यात्रा हो होइन। जङ्गल छ, कोही छैन है। सट्ट एकदम चिल त चिल छ यार ठाउँ यार। हेलो गुड मर्निङ। म चाहिँ अहिले यहाँ कोरीमा आइपुग्यो फाइनली हिजो है। मलाई चाहिँ लेक लाग्दो रहेछ। अनि हिजोबाट टाउको एकदम हेडेक भइरहेको थियो गाइस। अनि भर्खरै यहाँ अर्को मेडिसिन खाएपछि म यतिको होइन भयो, अलिकति सन्चो भयो। अहिले चाहिँ यो ब्याक साइडको त्यो हिमल चाहिँ अलिक खुलेको छैन कि। यस्तो यहाँको नजारा चाहिँ ल फुलहरू फुलिरहेछ यो मौसममा गाइज है। अब नेक्स्ट टाइम हजुरहरू आउनु भयो भने अलिकति तयारीको साथमा आउनु होला। यहाँ लेक चाहिँ जसलाई पनि लाउन सक्दो रहेछ क्या। ल हिमल खुलेको छैन। अब हिमल खोलेको हेरेर ट्याक्क हामी फर्किने हो। ट्याक्क ट्रेनमा सुत्यो होइन। अनि लास्ट भयो थियो कि हिजोबाट हामी सिग्लेसदेखि चाहिँ डाइरेक्ट आएको नि त 9-10 घन्टाको ट्र्याक। त मान्छेहरू त प्रायः तासा चिगातिर बसेर आउँदो रहेछ। हामी चाहिँ डाइरेक्ट आइदिएको। अब यस्तै छ गाई चाहिँ खुलेको छैन। खुलेपछि म त्यहाँ आउँछु है त फेरि। हेलो गुड मर्निङ गाइस। फाइनली हामी चाहिँ कोरी आइपुग्यो। तर कोरीमा चाहिँ ब्याड लक के भयो भन्दाखेरिमा चाहिँ यो हिमाललाई चाहिँ यो कुहिरोले चाहिँ छोडेन।
हामी चाहिँ एकदम लङ हैन टाढाबाट अब जे सोचेर आएको थियो नि त त्यो चाहिँ देख्न पाएन सो स्याड है त्यही पनि हामी अझै 1-1.5 घण्टा वेट गर्छु अब 1-1.5 घण्टामा पनि खुलेन भने चाहिँ कि यहीँ बसिन्छ कि लागिन्छ फेरि अहिले मौसम पनि अब सिजन पनि हैन नि त अहिले हेर्ने त्यो बी सिजनमा हामी चाहिँ आएको हो यो पुरो है हिमालहरू त्यो त्यहाँबाट झरेको पुरै पानीहरू चाहिँ त्यही योहरू पग्लेर झरेको है फाइनली हामी चाहिँ होटल आइसल्यान्डमा बसेको माथिकोमा यसरी ट्रेनमा सुतेको है आज यस्तो एकदम 9-10 घण्टाको हैन ट्रेकिङ पछि चाहिँ कोरीमा आइपुगेको तर मेन भनेको यहाँको त अब यो चौरहरू फुलहरू राम्रो हैन फुलिरहेको छ नि त मेन हेर्ने भनेको हामी हिमाल हो चाहिँ हिमाल खोलेन के हेरौँ भगवानले हाम्रो कुरो सुन्छ भने खोलिदेऊ प्रभु है ल गाइस फेरि खोल्दैछ भने फेरि एउटा भिडियो टक्क हालेर टक्क मेरो ब्लगमा आउँछ है त ल गाइस हेलो गुड मर्निङ गाइज आज चाहिँ अलिकति हिमाल खुलेको छ गाइज है टक्क लाएर हामी बसेको होटल आइसफलदेखि हामी फेरि हिँड्दै
जानुपर्ने रहेछ माथि भ्यू पोइन्टको लागि। साह्रै लेक लाग्छ गाइज। हामी अहिले कोरीको यो हिमालको भ्यू पोइन्टतिर हिँड्दैछौँ। के गर्ने, साह्रै गाह्रो छ लेक लागेर। आज आएको 2 दिन भयो यहीँ बसेको। 2 दिनमा लास्टै लेक लाग्छ। टाउको दुखेर हैरान भएको छ। ल माथिको भ्यू हेर्नुहोस्। माथि टपमा अझै जानुपर्छ। फुलहरू हेर्नुहोस् न, फुलहरू। हेलो, वेलकम छ है गाइस। कोरी आइसफल होटेलबाट हामीले चाहिँ आज मौसम खुलेको 3 दिनको प्रतीक्षा पछि बल्ल। ल गाइस है, एकदम पदयात्रा चाहिँ एकदम गाह्रो नै छ, तर यहाँ आएपछि चाहिँ छुट्टै आनन्द लाग्छ क्या है। त्यो दुःखहरू सब बिर्सिदिन्छ होइन। त्यो यहाँ पछाडि देख्छ होइन, तिम्रो पोखरा बजार अनि सिक्लेस गाउँ पनि देखिन्छ है। होटल कोरी आउनुहोस्। के भन्छ, होटल कोरी होइन, साँच्ची कोरीमा आएर होटल आइसफलमा बस्नु होला। दाइ चाहिँ एकदम बिन्दास छ। अनि यो दाइले चाहिँ मैले अस्ति सुरक्षा केसीको भ्लगमा देखेको थिएँ, ठ्याक्कै आज भेट भयो कि है। ल हामी चाहिँ 2 दिन यहाँ बासी भयो। ल गाइस।